स्वागत छ सबैजना साथीहरूलाई मेरो यस युट्युब च्यानलमा। आज म कक्षा 12 को अर्थशास्त्र सब्जेक्ट अन्तर्गतको एउटा सर्ट क्वेसन अन्तर्गतको अल्पाधिकार बजार भनेको के हो र यसका विशेषताहरू बारेमा छलफल गर्न गइरहेको छु। अल्पाधिकार बजार भनेको म यहाँ लेख्दैछु, साथीहरू हेर्नु होला राम्रोसँग। अल्पाधिकार बजार भनेको विक्रेताहरूको संख्या थोरै भएको बजारलाई अल्पाधिकार बजार भनिन्छ। अल्पाधिकार बजार भनेको के हो भनेपछि साथीहरू, अल्पाधिकार बजारमा थोरै विक्रेताहरू हुन्छन्। महँगा सामानहरूको बिक्री वितरण गरिन्छ यस बजारमा। त्यही भएर थोरैवटा विक्रेताहरू हुन्छन्। थोरैवटा विक्रेताहरू भएको बजारलाई अल्पाधिकार बजार भनिन्छ। यो बजारमा थोरै विक्रेताले बजारको ठुलो हिस्सा ओगटेका हुन्छन्। यसलाई थोरै विक्रेता बीचको प्रतिस्पर्धाको बजार पनि भनिन्छ। यसलाई थोरै विक्रेताको प्रतिस्पर्धाको बजार पनि भनिन्छ। आजको आधुनिक संसारमा धेरैजसो उद्योगहरू अल्पाधिकार बजार सञ्चालनमा छन्। उदाहरणका लागि सानो सङ्ख्यामा रहेका कम्पनीहरूले पुरै चिनी भयो, औषधि भयो, टिभी सेटहरू भयो, अनि ठुल्ठुला सामानहरू भयो, ठुल्ठुला महँगा गाडी, ठुल्ठुला यातायातका साधनहरू भयो, अल्पाधिकारबाट खरिद बिक्री गर्छन्। अब यसका विशेषताहरू, अल्पाधिकार बजारका